जब तपाईँ बोल्नुहुन्छ अभिषेक बग्छ। जब तपाईँ खडा हुनुहुन्छ अभिषेक बग्छ। जब तपाईँ बोल्नुहुन्छ उहाँको दृष्टिकोण प्राप्त गरेको कारणले गर्दा तपाईँ दृष्टान्तहरूबाट, प्राचीन भेदहरूबाट, रहस्यहरूबाट, गुप्त कुराहरूबाट, पवित्र शास्त्र वचनबाट बोल्न सक्नुहुन्छ। जब पवित्र आत्मा आउनुहुन्छ तिमीले शक्ति पाउनेछौ। सारा यहुदियामा, सामरियामा, यरुशलेममा, पृथ्वीको अन्तिम जगतसम्म तिमीहरू मेरो साक्षी हुनेछौ। प्रियहरू, यूहन्ना 14 अध्यायको हामीले 16-17 पद अनुसार हामी हेर्छौँ भने जब पवित्र आत्मा हुनुहुन्छ उहाँले हामीलाई दृष्टिकोण दिनुहुन्छ, हाम्रो हेर्ने दृष्टिकोणलाई परिवर्तन गरिदिनुहुन्छ, रूपान्तरण गरिदिनुहुन्छ। जब तपाईँ पवित्र आत्माको घनिष्ठतामा जिउनुहुन्छ तपाईँले यो संसारलाई हेर्ने दृष्टिकोण, मण्डलीलाई हेर्ने दृष्टिकोण, परमेश्वरको उपस्थितिलाई हेर्ने दृष्टिकोण उहाँले बदलिदिनुहुन्छ। किनभने संसारले उहाँलाई चिन्न सक्दैन, तर हामीलाई उहाँले उहाँको उपस्थितिलाई चिन्ने सामर्थ्य दिनुभएको छ। त्यसैले जब पवित्र आत्मा आउनुहुन्छ उहाँलाई चिन्ने दृष्टिकोणहरू, उहाँको वचनलाई चिन्ने दृष्टिकोणहरू उहाँले परिवर्तन गरिदिनुहुन्छ। अनि जब पवित्र आत्मा आउनुहुन्छ उहाँले हामीलाई महापवित्र स्थानबाट अभिषेक गर्नुहुन्छ। पहिलो यूहन्ना 2 अध्यायको 20 देखि हामी 22 हामी हेर्छौँ भने उहाँ पवित्र आत्माले हामीलाई महापवित्र स्थानबाट उहाँले हामीलाई अभिषेक गर्नुभएको छ। त्यसैले पवित्र आत्मा जब आउनुहुन्छ, जब उहाँ तपाईँसँग बास बस्नुहुन्छ उहाँले तपाईँलाई अलरेडी अभिषेक गर्नुहुन्छ। त्यसैले उहाँको उपस्थितिमा तपाईँ जानुहोस्, उहाँसँगको घनिष्ठतामा जिउनुहोस्, उहाँको अभिषेकले भरिएको जीवन जिउनुहोस्। जब तपाईँ बोल्नुहुन्छ अभिषेक बग्छ। जब तपाईँ खडा हुनुहुन्छ अभिषेक बग्छ। जब तपाईँ बोल्नुहुन्छ उहाँको दृष्टिकोण प्राप्त गरेको कारणले गर्दा तपाईँ दृष्टान्तहरूबाट, प्राचीन भेदहरूबाट, रहस्यहरूबाट, गुप्त कुराहरूबाट, पवित्र शास्त्र वचनबाट बोल्न सक्नुहुन्छ। के तपाईँ हरेक दिन पवित्र आत्मासँगको घनिष्ठतामा जिउँदै हुनुहुन्छ?